हेलो गाइज नमस्ते अनि मेरो ब्लगमा हजुरहरूलाई स्वागत छ। यहाँ मैले जुन भिडियो प्रस्तुत गरेकी छु यो चाहिँ मेरो नितान्त एउटा व्यक्तिगत र रोलर कोस्टर राइड जस्तै त्यो एकदम स्ट्रङ हुनुपर्ने सिचुएसन। यतातिर मम्मी बिरामी, यतातिर बाबु बिरामी, एकैचोटि पर्न गएको अवस्थामा मैले कसरी ह्यान्डल गरेँ होला र मम्मी सर्जरीमा पेट दुखेर भर्ना हुनुभएको अवस्थादेखि लिएर विभिन्न जाँचहरू गर्दै दिशा जुने दिन एक्कासी सास फेर्न गाह्रो भएपछि आइसियूसम्म पुग्नु परेको अवस्था र बीपी क्याचेसमा कसरी ट्रिटमेन्ट गरिन्छ, बीपी क्याचको ट्रिटमेन्टले कसरी मेरो मम्मीलाई ठिक गरायो भन्ने कुराहरू चाहिँ यस भिडियो मार्फत देखाउन खोजेकी छु। म चाहिँ अहिले आइसियू जाँदैछु मम्मीलाई खाना पकाउनको लागि। यता चाहिँ आइसियूको भोलिङ जाने ठाउँ। It's 11:55 अनि म बीपी क्याचको यो ब्लकहरूमा चाहिँ ल्याब यतातिर हाम्रो ओपिडी जाने बाटोहरू प्लस यतातिर चाहिँ हाम्रो यो अगाडि जिओपिडीको वे जाने यसमा चाहिँ एक्लै हिँडिरहेको छु। मम्मीलाई चाहिँ सन्चो नभएर अब्जर्भेसनको लागि चाहिँ हामीले आइसियूमा राख्नुपर्ने अवस्था आएको भएर सबैजना यहाँ घुर्दै सुतिराख्नु भएको छ। भिजिटर हाम्रो यो टिकट काउन्टरको साइडमा चाहिँ हाम्रो स्वास्थ्य बिमा सम्बन्धी जानकारी लिने ठाउँ भनेपछि टिभीहरू पनि बन्द छ। हाम्रो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र चाहिँ हाम्रो यता बीपी कोइरालाको फोटो अगाडि पनि बाटोहरू सुनसान छ। मिडनाइट इन बीपी क्याचेस स्कुटी। अब म जान्छु। अरू बेला पार्किङले फुल भएको हुन्छ, यहाँ अहिले त्यो पार्किङ पनि खाली रहेछ। So this is the night scenario of our BP KHS. म चाहिँ 12 अनि रुम आइपुगेको छु 12 मा। So guys, good morning from BP KHS को एडमिनिस्ट्रेटिभ ब्लक। तर अहिले चाहिँ यो बन्द छ, 8 बजे मात्रै खुल्छ। अनि बिहान चराचुरुङ्गीहरू चिबिचिबी गरिरहेछ। मम्मी चाहिँ त्यहाँभित्र हुनुहुन्छ, त्यहाँ पर भिजिटरहरू देखिनुहुन्छ। सर्जरी त्यहाँतिर चाहिँ यस्तो छ। त्यो त गरेको पनि देख्दैन, नगरेको पनि देख्दैन। नगऱ्यो भने तैँले सोध्दै सोधिदिनुहोस् भनेर भन्नुहुन्छ, गऱ्यो भने यसरी कहाँ ल्याएर हालिस् मलाई भन्यो भने त्यस्तै छ बोलिएको त। गाइस म चाहिँ अहिले मम्मीलाई भेट्न जाँदैछु। यहाँ चाहिँ सबैजना सुतिसक्नु भएको छ फ्लोरमा टिकट काट्ने ठाउँ। हेलो डॉक्टर प्रियांशु। कैसे हैं आप? ठीक। शी इज फीलिंग बेटर। बाय। सो डॉक्टर प्रियांशुलाई भेटाएँ मैले यहाँ चाहिँ म रहेको छ आइसियू जाने कक्षा। यता अनि त्यसपछि ल्याबको ढोका बन्द। चाहिँ आइसियू चाहिँ यो सेकेन्ड माथिको फ्लोरमा छ।
पुगेको छु। सो गाइज आइसियूभित्र चाहिँ खिच्न पाइँदैन, त्यही भएर म चाहिँ आइसियूबाट त बाहिर निस्किँदैछु। अब चाहिँ म सरासरी रुम कन्ज्युमर सुतिरहनु भएको रहेछ, त्यही भएर यो चाहिँ हाम्रो आइसियूको ब्लक रहेछ है, यो सिटी स्क्यानको। त्यसपछि हाम्रो चाहिँ कुन अर्को दिदी आउँदै हुनुहुन्छ यता। लाइफ इन हस्पिटल त्यति इजी छैन सोचे जस्तो होइन। आफ्नो मान्छेसँग जोडिएको इमोसनहरू हुन्छ जुन चाहिँ मलाई राति पनि अब त्यस्तो डर लाग्दैन क्या। भन्नाले हुन्छ नि हामी चाहिँ आफ्नो मान्छेसँग यस्तै जोडिएका हुन्छौँ कि मोटिभ भनौँ न एउटा कुरा। के कुराले चाहिँ मलाई यस्तो डोराइलायो भन्दाखेरि आमाको लागि अथवा आफ्नो फ्यामिलीको लागि चाहिँ रात बिरात केही नभने डर त्रास सबै नै हटेर जाने रहेछ। सधैँ जस्तो भिड हुने यो हाम्रो जिओपिडीको ब्लक, जस्तो ओपिडी टिकट काट्न भनौँ अथवा त्यही स्वास्थ्य बिमाको टिकटहरू काट्न यो प्याक हुन्छ अरू बेला। इमर्जेन्सी जान्छ ब्लक भने यतातिर चाहिँ म मेरो स्कुटी राखेको ठाउँमा जाँदैछु। पुरा सायद डर नहुनुको कारण चाहिँ हाम्रो बिपिकेआरएसमा चाहिँ चारैतिरबाट हामी चाहिँ एकदम सेक्योर क्या। सेक्युरिटी मामाहरू हुनुहुन्छ, गार्ड मामाहरू, उहाँहरूले चाहिँ हामीलाई सेक्युरिटी दिइराख्नु भएको हुन्छ। मेन ढोकादेखि मेन गेटदेखि लिएर सबै ठाउँमा विभिन्न सेकेन्ड गेट विभिन्न गेटहरू। त्यही भएर पनि अब त्यस्तो डर नभएको होला, डर नलागेको होला। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।